30 जनवरी 2025 अनि यसपालि चाहिँ हामी क्याम्पिङ फेरि जाँदैछौँ। यसपालि चाहिँ म दाई अनि विपिन हामी चाहिँ वालाला जाँदैछौँ। अलमोस्ट लेट भइसकेको छ। वालाला 3 घन्टा ड्राइभको छ। क्याम्पिङ हो, कफी खाने, जस्तो रमाइलो गर्ने हेरौँ अब के हुन्छ, हेर्दै जाउँ। पानी पराइदिएको छैन अहिलेसम्मको लागि, सो सुविना जर्ने। अलमोस्ट 5:49 भइसक्यो, हामी निस्किसकेकोमा एकदम ढिला भएको छ। तर ढिला भए पनि डेस्टिनेसन धेरै टाढा छैन। लेट्स सी, ढिला त ढिलै हुन्छ, डेफिनेटली ढिला हुन्छ। टेट गाड्यो यताउति गऱ्यो सबै ढिलै हुन्छ। रमाइलो यसमा छ। Let's go, bro. Let's go. Safe journey. Boys, let's safe journey. We'll meet tomorrow, right? No, thank you, bro. ल बधाई छ। ल टेक केयर, बाई। कस्तो पानी गरेको यार? लास्टै सो ठ्याक्क अहिले चाहिँ हामी पेकिनेमा आइपुग्यो। पानी किनेको थिएन, अब पानी किनेर हामी लागिरहेछौँ किनकि पानी एक्सेसिभ परिरहेछ। It's raining. Raining here. Let's go. Yep. Not smoky for me. साथीलाई हेरिहाल्नु पर्ने हो। यस्तो गर्नु पर्यो भने मेरो रिल्याक्सेसन। ठिक छ ल। अम्मा साथी 8:30 भएको छ। कहाँ में दूरों दूरों में कांपते नु सोनिए कहाँ तू कहाँ मैं ओ so पानी 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 विषय मेन फेरि अगेन always bro, like something's we're always gonna miss pani. Amma यो प्रोटिन बार हैन कोल्समा $6 पर्छ यार। नो वरिज। सो अब हामीले चाहिँ ठ्याक्क आधी कोही कस्तो राम्रो बाइसेप्स देख्यो के अरे। अब चाहिँ हामीले यहाँ पानी लियो अनि के लियो अनि के What next? पानी लियो, प्रोटिन बार लियो, अनि प्रोटिन बार त लिइसकेको थिएँ। कफी लियो, के लियो। सो इन बिट्विन हाइवेमा थाहा छैन हामीले कहाँ रह्यो। ठ्याक्क पानी सक्यो, पानी हाल्न बिर्स्यो त पानी हाल्यो, चिसो चिसो छ। अनि वी आर ह्याभिङ कफी स्टफ, रमाइलो छ। चिसो एकदम क्या चिसो खालको रमाइलो छ भने नि त्यो एक्सप्लेनै गर्न सक्दैन क्या, इन्सेन रमाइलो छ। चिसो छ क्या, एकदम चिसो छ। हर घड़ी बदल रही है धूप जिंदगी, छाए है कभी कभी है धूप जिंदगी, हर पर यहाँ जी भर जियो जो है समा कल हो ना हो। हर घड़ी बदल रही है धूप जिंदगी, छाँव है कभी कभी है धूप जिंदगी, हर पर यहाँ जी भर जियो जो है समा कल हो ना हो। सो हामीले चाहिँ इरिका भन्ने ठाउँमा स्टप गराएको थियो। एउटा राम्रो इन्सिडेन्ट घटाएको छ, जस अब हेर्नेले बुझ्छ नहेर्नेले बुझ्दैन। जस रमाइलो छुट्टै भाइस भयो नि यहाँको त इन्सेन्ट।
सो यप इट्स अलमोस्ट 3 होइन 11:30 भयो हामी ठ्याक्क वालाला आइपुग्यो ब्रो दिस प्लेस इज सो इन्सेन म हुन्छ नि एभ्री टाइम म जहाँ जान्छु त्यो ठाउँ मलाई एकदम स्पेसल लाग्छ त्यसले यो ठाउँ पनि अति नै बवाल छ नि वालाला आइपुग्यो तर कस्तो छ भने हाम्रो डेस्टिनेसन यहाँ होइन यहाँबाट जस्ट 5 मिनट्स अवे छ अनि एउटा राम्रो खालको हामीले स्पोट देखेर वी जस्ट स्टप ओभर हियर एकदम राम्रो कस्तो कोजी ठाउँ छ भने नि एकदमै पुज्दा जस्तो गरेर ओ माइ गॉड कत्रै आउँदो रहेछ ए मुग्नु छैन न ब्रो राम्रो खिचिन्छ भन्दा नबोल त्यस्तो कस्तो मेमोरीको लागि हान्दैछु यार यस्तो गरेर त यो हो अलि टाउको यस्तो Oh shit, man. So almost राति 11:30-12 बज्न लाग्यो. We are on the campsite. Everyone asleep. Let's see how it rolls. So अहिले हामीले आएको ठाउँ चाहिँ सबै फुल्ली बुक भइसकेको रहेछ. अलमोस्ट 12:30 बज्न लागिसकेको छ. हामी चाहिँ अर्कै ठाउँमा जाँदैछौँ है. निस्क्यौँ यताबाट निस्क्यौँ फुल्ली प्याक. द बेस्ट पार्टिज मैले आगो बालिसकेँ क्या मजा आइसक्यो भने नि हुन्छ नि ब्रो मैले आगो एक सटमा बालिदिएँ नि ब्रो. थ्याङ्क यू सो मच. अब गाइजहरूले चाहिँ टेन्ट पछि मार्छ गाइजहरू दाइ र बिपिनले अलमोस्ट टेन्ट गरेर चाहिँ ढुङ्गा ठोक्नलाई चाहिरहेको भनेको छ. मैले आगो बालिसकेँ. 1 February 2026 सुमन दाई बिपिन म हामी वालाला भन्ने ठाउँमा छौँ. कति धेरै मान्छे छ भने नि यतातिर पुरै क्याराभ्यानहरूमा हिल देखिसकेको छ त एक्ज्याक्टली उता होइन हिल हो त्यो यो अगाडिपट्टि यो पुरै हिल पहाड हो क्या. गाडीमा खसेछ दाइ. सो या 1:30 होइन 2 बजिसक्यो. हामीले डिनर सबै गऱ्यो. टेक अवे लिएर आएको थियो सबै. सोचु के मिल्ने ते बोलांगा कि तेरी त गल्लाची तू शायरी सोचु के मिल्ने ते बोलांगा कि तेरी त गल्लाची तू लिखी कि मैंने तो सोचे कि क्या तू विभिन्न मिट्टी दा पन्ना में तू ता परी इसकी गलियां सिखोया ये दिल में लगाए कि जाए तू मिलने कोल तेरे मैंने जाने सोनी. नाच्यो अब एउटा लास्ट काम भनेको चाहिँ हाम्रो म्याट्रेसलाई पम्प गर्ने हो. त्यो पछि लाइक गुगल बी स्लिपिङ त्यो सुतेको एउटा लास्ट भिडियो एउटा म सानो एउटा गुड नाइटवाला भिडियो एकछिनमा बनाउँछु. सो यो अब आगो निभाउँछौँ. ओके सो अब लास्ट काम भनेको चाहिँ अब हाम्रो यही एउटा यसमा हावा भर्ने म्याट्रेस यो भरेपछि वी गन स्लिप फर स्योर. 2:30 हुन लाग्यो. सरी 3 बजे सुत्ने प्रोग्राम छ. आगो स्टिल बलिरहेछ. दाइ दुईटैजना दाइहरू हो. दुवैजना दाइहरू हामी गीतमा मग्न भइसकेका छौँ. त्यही हो रमाइलो छ पिस छ. अगाडिको बुढोले गाली गरेर ठुलो बनाए म्युजिक भनेर त्यति अब ठुलो बनाने होइन लाइक त्यही हो है. हाम्रो सिनरी कस्तो भयो भने लाइक कसको दाइ यहाँ छ यो होइन तीनटा थियो त यो तीनटा एउटा दुईटा बिपिनले फेरि कहाँ उहाँ छ यो पनि एउटा यहाँ छ. बिपिन तिमीले हरायो यो सबै काम बिहारी बिपिन दाइ हो नि यहाँ. खोज्नु त
यो त यहीँ रहेछ के भयो यहाँ अन गर्नुपर्छ अब हो राम्रोसँग गयो नि अहिले है फाइनली बाहिर हाम्रो नेभरले चाहिँ आवाज ठुलो निकाल्यो हामीले भन्दा हामीलाई वार्निङ दिइसक्यो नत्र केटाहरू उहाँहरू कुटाउँछ यस्तो दाइले चाहिँ पम्प हाने पम्प यहाँ हेर न यहाँ छ त्यस्तो गर्नु पनि हाल्छ नि ओहो दाइको पम्प यहाँबाट यहीँ हुन्छ नि साथी फाइनली हाम्रो सबै रेडी भयो दाइको चाहिँ बेड यहाँ भयो है दाइ दाइ ठिक छ है दाइ ठिक छ होइन त ठिक छ ल ला तन्ना लिएर आइले नि अहिले तन्ना छ तिमीहरूसँग स्पेयर छैन के तन्ना यही ओर्नी त हो नि के तन्ना हुने यो तल त यसमा यसकै तातो हुन्छ नि त यसकै तातो हुन्छ मात्रै यस्तो गरी तर्न अनि यही ओढ्ने के दाइलाई यसरी ओढाइदिने के खाँदो हो माछोले सो 3:30 भइसक्यो दाइ गाडीमा सुत्नु भएको छ दाइको फर्स्ट क्लास भएको छ विपिन यता सुतिसक्यो सानो सरले बोल्छ सो यहाँ भोलि बिहान म चेटी उठेर हल्का एक्सप्लोर गर्छु एरिया अनि केटाहरूलाई टक्क मिठो कफी बनाएर हल्का सरप्राइज होइन जस्ट म बनाउने भन्ने मेरो प्लान छ लेट्स सी अघि चाहिँ सोध्छु पानी परिरहेछ अघि एउटा हाम्रो नेबरले गाली गर्यो हामीलाई तर त्यही हो ठिक छ अलि सुतेँ म गुड नाइट गुड मर्निङ 7 बजे यस्तो निन्द्रा लाग्यो म यस्तो निन्द्रा लाग्यो रातभरि पानी पऱ्यो है आमा कस्तो जाडो भएको छ यस्तो जाडो भएको छ है यहाँ के भयो भने नि सिनारियो बिचरा विपिन त्यो एक कलमा हजुर भन्दा छ बाबा जस्तो लाग्छ क्या ब्रो मलाई यो चाहिँ के भयो भने मेरो हावा भइरहेको छ बिचरा विपिन तिमी माथि अब यार मेरो त्यो हावा गएछ होइन त्यो पनि तास्यो नि त हो एकछिन बस्छु समय मगाइङ ब्रो एकछिनमा बोल्छु म अहिले कुद बोल्ने सिचुएसनमै छैन बिहान हल्का ठिक छ यो दाइ गाडी खानु खाइसक्यो हामीले तपाईँ चाहिँ चिया खानु उठ्नु पुगाइले कफी बनाएछ पानी पऱ्यो कि बसिरहेको भएन कहाँ बस्नु सो फ्रेस भयो अब चाहिँ भन्छु गुड मर्निङ फ्रम वाला क्याम्पिङ साइट अनि पानी परिरहेछ क्या मजाले लाइक हुन्छ नि हामी अलिकति राति आएको थियो अनि यहाँको मान्छेहरूलाई हल्का हाम्रो डिस्टर्ब भने इन्टेन्सनली त डिस्टर्ब गरिरहेको थिएन तर हुन्छ नि लाइक त्यही हो हल्का ब्रो मैले त्यो जसरी भने कन्भर्सेसन त साइलेन्ट त पार्दैन मैले तिनीहरूसँग जे भने पनि म त साँच्चै दिस टु आर द प्रब्लम क्रिएटर भन्नु जस्तो लाग्छ यार मलाई त यार जे भने पनि तिनीहरू जति नै भने पनि त्यो साँच्चै अब सेकेन्डचोटिमा गएपछि तिनीहरू कन्भिन्स भयो कि ब्रो साथीको ओकले मैले कहाँ राखेँ है सो 9:30 भयो अनि गाली चाहिँ तिमीले मात्रै खायो नि भनिदेऊ न गाली है फेरि घरमा हेर्दाखेरि मैले मात्रै खाएँ जस्तो फिल हुन्छ तर जस काम भयो मान्छेहरू अब के भन्नु हामी चाहिँ
क्याम्प साइटबाट छोडेर हिँडिसक्यौँ अब हल्का एक्सप्लोरेसन गरिरहेको छ पानी परिरहेछ अनि जुन हिजो राति हामी टेलिफोनमा खिचाएको थियौँ नि त्यसको सिन चाहिँ अहिले यस्तो देख्छ वाला ए वाला अब अगाडि बढेर केही खान्छौँ हामी हामी चाहिँ 10 मिनट हल्का ड्राइभ गरिसकेपछि हामीले एउटा क्याफे देख्यो यहाँ कफी खाने अनि यहाँ चाहिँ के एउटा राम्रो आएको छ भने भलालामा चाहिँ त्यो ट्रेन राइड रहेछ क्या हल्का ओल्ड स्टेसन टाइपको त्यही भएर हामी चाहिँ अब यसलाई चाहिँ के भन्दो रहेछ नि गोल्ड फिल्ड रेलवे स्टेसन भन्दो रहेछ लेट्स गो एन्ड चेक इट ओभर देयर अनि त्यही हो सबैजनाको आफ्नो लय छ शैली छ म के बोला मैले यस्तो बोल्दिनँ सरी लेट्स गो सो बेस्ट पार्ट चाहिँ के भयो भने हामीले चाहिँ 12 o'clockको लागि हामीले 3वटा टिकट गऱ्यौँ पहिला अनलाइन गऱ्यो अनि अनलाइन गरेपछि यहाँ आएर हामीले गरेर जस कुराहरू भयो किनकि दाइ विभिन्नहरूसँग हिँडेपछि नो वरिज फर अस सो अब यहाँ चाहिँ कफी खान गइरहेछौँ सो लेट्स सी यहाँ के छ भोक लाग्यो कस्तो टिपिकल नेपाली अथेन्टिक जस्तो हो क्या यो चाहिँ वाउ कस्तो विपिन आज बिहान त मैले त लाइफमा पनि त्यस्तो एक्सपिरियन्स गरेको थिइनँ यार राम्रो गाली खाइपुग्यो तर रमाइलै भयो तिम्रो गालीमा हाम्रो पीडा थियो पसन्द भयो सिचुएसन इज राम्रो त्यस्तो खासै केही भएको छैन हामीले चाहिँ टिकट काट्यो ब्रेकी अर्डर गऱ्यो ब्रेकी हुँदैछ अनि त्यही हो यो ठाउँ हुन्छ नि अचम्मसँग लाइक ग्रेट बिहानको चाहिँ हुन्छ नि मलाई डाँट पऱ्यो राम्रो डाँट पऱ्यो केटाहरू सुतिरहेको थियो हुन्छ नि लाइक आई कन्भिन्स चाहिँ सो सरी नै भन्नु पऱ्यो नि त किनकि गल्ती के भन्ने त चाहिँ छोडिदिउँ अघिको कुरा छोडिदिउँ गराउनु कति राम्रो देखाएर हामी ल जस ठिक छ के गर्नु ब्रो ठिक छ गाली पनि खाइयो तर त्यो बुढीलाई चाहिँ हामी नेक्स्ट टाइम चाहिँ हामी के गर्ने अब त्यसलाई ठिक छ पार्ट सिक्यो साथी कस्तो रातो भएर नि यता यार कस्तो राम्रो आउँदो रहेछ यार ठ्याक्क 1 घन्टा बाँकी छ हाम्रो ट्रेन राइडलाई अनि के गरौँ भनिरहेको छ के गर्ने होला ल विपिन के गर्ने होला के गर्ने अब हामी जानुपर्छ होला कहाँ 1 घन्टासम्म यसरी नबसौँ है दाइ 1 घन्टा वेस्ट फालेर आउनुहुन्छ अनि हामी निस्किन्छौँ तर जस्ट घाम नभए पनि चिल छ नि भाइब्स है ब्रो टोटल्ली रमाइलो छ यार उज्यालो दिन उज्यालो यस सो हामी चाहिँ लङ टर्नल एक्सटेन्डेड भन्ने ठाउँमा जान लागेको छौँ वी गन हाइक अपस्टेयर्स दाइहरू पार्किङबाट आउँदै हुनुहुन्छ म चाहिँ छिटो झरेर यो सिन खिच्नुतिर म आइहालेँ क्या लाइक हुन्छ नि सो हामी चाहिँ वालालामा छौँ अनि वालालाबाट चाहिँ माथिपट्टि गोल्ड माइन भन्ने माथि छ वी गन हाइक माथि अब चिसो छ कस्तो लाइक हुन्छ नि एकदम फ्रेस खालको एयरहरू आइरहेछ लाइक दामी छ तलपट्टि होइन 72 कति छ त्यहाँ गोल्ड ब्याङ्क अफ भिक्टोरिया भलमा राखेको छ कि पहिला ब्याङ्क अफ भिक्टोरिया भल 72 टन
विपिनले भनेको रहेछ नि विपिन ट्री खालको रहेछ क्या त्यो चिजहरू म एकचोटि आइसकेको छु So we hike almost 5 minutes. We hike almost 5 minutes. Upstairs आइरहेको छौँ म डल्लो भयो क्या क्याम्पिङको टेन्टमा हिजो मसँग सुतेर हो त्यही भएर डगी गराउनुपर्छ क्या Falling rocks guys, beloved. मसँग छ हौ ओ यहाँ त राम्रो स्पट रहेछ नि त यो चाहिँ पहिला यहाँ फिल्म सुटिङ भएको थियो नेपालिज भिलेज इन यसको ठ्याक्कै कुन फिल्म अरे दाइ यो कुन फिल्म सुटिङ भएको थियो नि यहाँ मुभीको नाम चाहिँ बिर्सेर मैले यार तर तिम्रो क्यामेरा कस्तो कालो आएको साथी म भन्ने अब चाहिँ हाम्रो यात्रा अगाडिसम्म बढ्दैछ तर पुका लास्ट टायर्ड भइसक्यो उसलाई भोक लागिसक्यो प्रोटिन इन्टेक अलिक कम भएको क्या ऐनादेखि भोक लाग्यो भने छ जम्मा 3 चोटि खान्छ जम्मा 3 चोटि मात्रै खाएको आज ल अब यो भन्दै म पुकारलाई यो मेरो पुकारको मोबाइल चाहिँ ह्यान्डओभर गराउन चाहन्छु थ्याङ्क यू यति बोल्दिनु भएको 2 शब्दमा एकदम आभारी छु चाहन्छु फुल्चिनोस् यो त मलाई स्याम्पू जस्तो लाग्छ थाहा छ स्याम्पू ए फुल रहेछ त्यसमा आगो बाल्नुपर्छ क्या तर धेरै अगाडि नजाउँ होला यार अब हाम्रो ट्रेन पनि मिस हुन्छ फेरि यार विपिन दाईको फेरि छुट्टै छ है गाइस कट इन लाइभ मसँग छ पकेटमा छ आइरहेछ त्यही हो गाइस अब ठ्याक्क पानी परिसक्यो जम्मा 10 मिनट मात्र छ अब हामी कहाँ जाने विपिन लेट्स गो कहाँ साथी Oh shit. Go ahead. यस्तो पानी परिसक्यो कि अब पुऱ्याउनु हिजो रातिको फोनको यहाँ चस्मा त्यहीँ छोडाएको थियौँ उहाँको चस्मा मैले Bye, see ya. Yeah. So we're gonna hop in this train. Let's go. Last no bosom. Last no bosom. Last no खाली छ नि त लास्टमा बस्नु मिलान बस्नु मिल्दैन रे त्यो रुममा मात्रै होला हो म सोच्छु नि एउटा सब यो पस्छ where you can find a seat. Yeah. At the last? Yeah. Yeah, man. Okay. Bye. Yeah, see ya.
got lavender. So मैले change ट्राई one गरेँ around, we've got 13. दाइ अँ तेरो पनि ब्यागबाट हान्नु गर्नु थ्याङ्क यू यो अर्को पोज होइन अर्को पोज यो अर्को पोज होइन अनि यो नयाँ केटाहरूको आयो के भएर त लड्दैन यस्तो मजाले म समातिरहेको तल बस्छ छु ओके थम्सन ब्रिज We survived. सो अघि ट्रेनबाट आएको चाहिँ हामी थियौँ नि त त्यहाँ चाहिँ यिनीहरूले के गर्दो रहेछ भने त्यो गर्नु रोटेट के यो साइडबाट उतापट्टि जाँदो रहेछ क्या अब हामी जुन बाटो आयो नि त्यही बाटो अब यिनीहरू घुमाउँदो रहेछ क्या यिनीहरूको कामै त्यही रहेछ कि होइन हामी जुन बाटो अघि आयो त्यो बाटो चाहिँ यिनीहरूले लाइक घुमाउँदो रहेछ क्या न द ट्रेन गर्न बी ब्याकवर्ड Sorry? द ट्रेन विल बी गोइङ ब्याकवर्ड अगेन Yeah, what we'll do now, we'll take the carriages up there, take them off, Yeah. the engine will come down, Oh. and then go back, pick them up, and then we'll drive forward again. So you guys gonna help regarding for this? These guys, the drivers all do it. Oh, You guys can wander down, have a look at the river. river. Oh, okay. So like it will be stopping for 20 minutes? Yeah, we're here for 20 minutes. Oh, okay. Yeah. They'll whistle and ring the bell for Oh, you. yeah, okay. So we're gonna hear that, okay? Yeah, thank you. Yeah. Come out here, Arch. How cold it is, man? गएर रहेछ नि त्यहाँ त सिधै डुबाउँछ माछा माछा पानी त्यति चिसो छैन नि भयो Bipin. Thanks, man. No worries, man. सबभन्दा राम्रो पार्क सबैबाट तिमी खाऊ त 20 आलु सक्छिनु तिमीलाई के कति सेकेन्डमा आयो तर हुन त थोरै अहिले हुन्छ रियल सर ब्रो थ्याङ्क यू हो मेरो छ पहिला तिमीलाई 5 मिनट्स अब्जर्भ गर्नु पर्यो नि त तिम्रो रियाक्सन Easy though. So guys, I think we should leave, okay? Let's go.
वर्थ इट तिम्रो फर्स्ट एक्सपिरियन्स होइन यो त टोटली फर्स्ट एक्सपिरियन्स हो दाइको सेकेन्ड टाइम हो दाइको थर्ड टाइम होला यो दाइको फोर्थ टाइम तिम्रो कपी बेल एकचोटि चढेको यो सेकेन्ड टाइम ओके मेरो फर्स्ट टाइम टोटली फर्स्ट टाइम एक्सपिरियन्स हो एकदम राइड राम्रो थियो यो जस्ट वेटेड चलेर हेर न बिग्रिसकेको छ क्या सो राइड कम्प्लिट भयो डन एन्ड डस्टेड रमाइलो भयो त्यसलाई ए त्यो के फालिदिनु त्यो कोल्सको सामानमा त सामानहरू छ ए यो अब यता आएर अनि त्यो चाहिँ अगाडिबाटसँग लिङ्क हुँदो रहेछ क्या करता है डिजल इन्जिन रहेछ अब यो अघि यता जोड्यो अब यस्तो घुमेर गएर अब त्यो यतापट्टि जोइन हुन्छ क्या अब अघि यताबाट गयो अनि यो यता आएर अब यो यहाँ गएर लिङ्कम हुन्छ क्या त्यस्तो रहेछ रोटेसन फेज रहेछ क्या यिनीहरूको चाहिँ कुराहरू उताबाट घुमाएर ल्यायो क्या अब त्यो गरेर त त्यहाँ जोइन हुन्छ अनि यिनीहरू यताबाट हिँड्दो रहेछ क्या अँ हामी ठ्याक्क घर पुग्नुलाई अब 40 मिनट बाँकी छ जर्नी एकदमै रमाइलो पेस स्लो फन अनि एङ्गर इन बिट्विन रमाइलो भयो अनि हल्का सुत्नु भएको जस्तो लागिरहेछ विपिन ब्रो होस् एकदम रमाइलो भयो यार है ट्रिप अलमोस्ट रमाइलो घुम्न पाइयो मजाले घुम्यो धेरै घटनाहरू घटे घटना घट्यो त्यस्तो नराम्रो सेन्समा होइन जस्ट राम्रै घटनाहरू अनि त्यो फेरि पनि कतै दाइ चिप्लेर लड्नु भयो त्यो चाहिँ हामीले क्याप्चर गर्न पाएनौँ अनि नराम्रोसँग चिप्लाउनु भयो कस्तो थियो भने एउटा केराको बोट थियो लाइक बोक्रा अनि त्यसमा लड्नु भयो क्या दाइ अनि त्यो चिजले चाहिँ हल्का केराको ठुलो रुख थियो जोक्स पार्ट ठिक छ ऱ्यापिङ भिडियो एकदम रमाइलो भयो थ्याङ्क यू फर वाचिङ टिल देन प्रणाम